नमस्कार र स्वागत छ। आज हामी एउटा एकदमै रोचक विषयमा गहिरिएर छलफल गर्दैछौँ। हो, हाम्रो दैनिक जीवन हाम्रो मनभित्र चलिरहने कोलाहलसँग जोडिएको विषय। हो नि, हामीले हेरेको स्रोतले एउटा साह्रै सरल तर शक्तिशाली कथा भन्छ, जसले हाम्रो दिमागलाई दुई फरक पात्रहरूमा विभाजन गर्छ। एउटा दिमागको पण्डित र अर्को मनको चौकीदार। र यो विभाजन बुझ्नु नै सायद हाम्रो भित्री शान्ति फिर्ता ल्याउने पहिलो कदम हुन सक्छ। यो कुनै ठूलो गाह्रो दार्शनिक सिद्धान्त होइन, बरु यो एउटा ऐना जस्तै हो, जसले हामीलाई हाम्रो सोचाइको ढाँचा देखाउँछ। अनि स्रोतको मुख्य तर्क के रहेछ त? मुख्य तर्क के हो भने खुशी र शान्ति। त्यो हाम्रो प्राकृतिक अवस्था हो। प्राकृतिक अवस्था हो, जसलाई हामीले आफैले आफ्नै सोचाइले खलबल्याइरहेका छौँ। वाउ, प्राकृतिक अवस्था, यो शब्दले नै मलाई तान्यो। मतलब खुशी खोज्ने होइन, बरु गुमाउनबाट जोगाउने कुरा रहेछ। एकदम। ल त्यसो भए सुरु गरौँ है त। कल्पना गरौँ, हाम्रो मन एउटा ठूलो कम्पाउन्ड हो। ठिक छ। र त्यसको एउटा विशाल गेट छ। अनि त्यो गेटमा यी दुई पात्रहरू छन्। पहिले चौकीदारको कुरा गरौँ न, मनको चौकीदार। उसको काम एकदमै सिधा र सरल छ, गेट खोल्ने, गेट बन्द गर्ने, बस यति मात्रै। यति मात्रै। को भित्र आयो, को बाहिर गयो, गाडीको रङ कस्तो थियो, उसलाई केही मतलब छैन। कुनै विश्लेषण छैन। कुनै विश्लेषण छैन, कुनै टिप्पणी छैन। उसको ध्यान केवल आफ्नो काममा छ, वर्तमानको क्षणमा। यो त सुन्दा एकदमै शान्त र सरल लाग्यो। व्यवहारमा यो कस्तो अवस्था होला? हामी कहिले हुन्छौँ यस्तो चौकीदार जस्तो? यो त्यो अवस्था हो जसलाई हामी फ्लो स्टेट भन्छौँ नि। फ्लो स्टेट हो, जब कोही कुनै काममा यति डुब्छ कि समय बितेको पत्तै हुँदैन। जस्तै चित्र बनाउँदा वा बगैँचामा काम गर्दा। हो, त्यति बेला मनले अनावश्यक सोच्दैन, केवल काम गर्छ। यो चौकीदारले हाम्रो भित्री शान्तिलाई बाहिरी विचारहरूको त्यो अनावश्यक ट्राफिकबाट जोगाउँछ। ट्राफिक जाम जस्तै होइन? हो, ठ्याक्कै। ऊ एक किसिमको सुरक्षाको प्रतीक हो। बुझेँ त। हाम्रो मनमा सधैँ यस्तो शान्ति त कहाँ हुन्छ र? एउटा अर्को आवाज पनि त हुन्छ, जो निरन्तर बोलिरहन्छ, टिप्पणी गरिरहन्छ, होइन र? हो, त्यो चौकीदारको छेउमै बसेको अर्को पात्र। त्यो हो दिमागको पण्डित। हो, दिमागको पण्डित। उसको कुनै शारीरिक काम छैन, तर उसँग अनन्त सोच र विचारहरू छन्। कस्तो होला त्यो? गेटबाट गाडी छिर्यो कि उसको विश्लेषण सुरु भइहाल्छ। ओहो, कालो गाडी, नम्बर प्लेटको जोड त अशुभ पो देखियो। ड्राइभर कस्तो रिसाएको जस्तो छ। पक्कै घरमा झगडा गरेर आयो होला, यो मान्छे यहाँ किन आयो होला, यस्तै यस्तै कुरा होइन? हो। ऊ भूतकालसँग तुलना गर्छ, भविष्यको चिन्ता गर्छ, तर वर्तमानमा कहिल्यै हुँदैन। यो त मेरो दिमागमा बस्ने त्यो पात्र जस्तै हो, जसले राति सुत्ने बेलामा 10 वर्ष अगाडि के भएको थियो भनेर सम्झेर तनाव दिन्छ। हामी सबैको दिमागमा छ त्यो पात्र। यहाँ स्रोतको एउटा लाइन छ, मलाई साह्रै मन पर्यो। अत्याधिक सोच्नु खुसीको चोर हो। यो पण्डित नै त्यो चोर रहेछ। एकदमै। यो पण्डित हाम्रो मनको त्यो हिस्सा हो जो चिन्ता, विश्लेषण र निर्णयहरूको चक्रव्यूहमा फस्छ। चौकीदारले कर्म गरेर ऊर्जा सृजना गर्छ, पण्डितले सोचेर ऊर्जा खर्च गर्छ। एउटाले शान्ति दिन्छ, अर्कोले बेचेनी। ठिक भन्नुभयो। एकछिन है, यहाँ मलाई एउटा प्रश्न आयो। यो पण्डित सुन्दा त पुरै नकारात्मक पात्र जस्तो लाग्यो। तर के पण्डित बिना हाम्रो जीवन चल्छ र? परीक्षाको तयारी गर्न, व्यापारको योजना बनाउन, यस्तोमा त गहिरो सोचाइ चाहियो नि। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। कहाँनिर यो सोचाइ हानिकारक बन्छ त? स्रोतले यसमा स्पष्ट भिन्नता देखाएको छ। सोच्नु र अत्याधिक सोच्नुमा ठूलो फरक छ। कस्तो फरक? समस्या समाधानका लागि गरिने सोचाइ रचनात्मक हो, तर जब सोचाइ समस्या समाधान भन्दा बाहिर गएर केवल चिन्ताको लूपमा घुम्छ, यस्तो भयो भने के होला, त्यस्तो भयो भने के होला, यस्तो खालको हो, त्यही हो हानिकारक पण्डित। त्यो सोचले कुनै समाधान दिँदैन, केवल थकाउँछ। भनेपछि जब सोचले समाधान दिन्छ त्यो उपयोगी, जब सोचले केवल तनाव दिन्छ त्यो पण्डितको अनावश्यक हल्ला। यो भिन्नता छुट्याउन सक्नु नै मुख्य कुरा रहेछ। हो, र यही पण्डितको हल्लाले गर्दा हामी आफ्नो वास्तविक स्वरूपबाट टाढा हुन्छौँ भन्ने स्रोतको तर्क हो। अनि यसले हामीलाई त्यो फ्याक्ट्री सेटिङको अवधारणामा पुर्याउँछ, होइन त? हो, ठ्याक्कै। स्रोतका अनुसार राम्रो महसुस गर्नु, शान्त रहनु हाम्रो पूर्वनिर्धारित अवस्था हो,
यो हामीले कमाउनुपर्ने कुरा होइन, बरु फर्कनुपर्ने अवस्था हो। यो फ्याक्ट्री सेटिङको कुराले मलाई सोच्न बाध्य बनायो नि। यसको मतलब त खुसी हुनको लागि हामीले केही गर्नु पर्दैन, बरु केही नगर्न पो सिक्नुपर्ने रहेछ। जस्तो कि नयाँ फोन किन्दा त्यो एकदम छिटो चल्छ, तर हामी आफैले अनावश्यक एपहरू हालेर भाइरस ल्याएर त्यसलाई ढिलो बनाउँछौं। के मैले सही बुझेँ? तपाईँले एकदमै सटिक उदाहरण दिनुभयो। हाम्रो मन पनि त्यही नयाँ फोन जस्तै हो। अनि त्यो पण्डित चाहिँ? त्यो पण्डित भनेको हामीले इन्स्टल गर्ने ती अनावश्यक एपहरू हुन् जसले ब्याट्री पनि खान्छ र सिस्टमलाई नै ढिलो बनाइदिन्छ। भनेपछि हाम्रो काम नयाँ खुसी इन्स्टल गर्ने होइन, बरु यो अनावश्यक पण्डित रूपी भाइरसलाई अनइन्स्टल गर्ने हो। धेरैलाई यो कुरा सुन्दा भन्न त सजिलो छ, गर्न गाह्रो जस्तो लाग्न सक्छ। स्वाभाविक हो। बाहिरको तनावले घेर्दा, अफिसमा समस्या हुँदा नसोची बस्न कसरी सम्भव छ र? यो त यथार्थबाट भागेको जस्तो भएन र? यहाँनिर स्रोतले वास्तविकतालाई व्यवस्था गर्ने कुरा गरेकै छैन, बरु बाहिरी परिस्थितिप्रतिको हाम्रो भित्री प्रतिक्रियालाई व्यवस्थापन गर्ने कुरा गरेको छ। प्रतिक्रियालाई व्यवस्थापन गर्ने? हो, र यो कुरा बुझाउन एउटा अत्यन्तै सुन्दर रूपक प्रयोग गरिएको छ। कुन रूपक? मलाई जान्न मन लाग्यो। कल्पना गर्नुहोस्, बाहिर मुसलधारे पानी परिरहेको छ, चट्याङ पनि परिरहेको छ, ठूलो हावाहुरी चलेको छ। हो, तर तपाईँ एउटा न्यानो र सुरक्षित कोठाभित्र हुनुहुन्छ। झ्यालढोका सबै बन्द छन्। के तपाईँ भिज्नुहुन्छ? पक्कै भिज्दिन। पानी बाहिर छ, म भित्र छु। हो, यही हो मुख्य कुरा। यहाँ पानी भनेको जीवनका चुनौतीहरू, समस्याहरू, अरूले भनेका नराम्रा कुराहरू हुन्। र त्यो कोठा चाहिँ हाम्रो भित्री मानसिक अवस्था हो, हाम्रो शान्त केन्द्र। स्रोत भन्छ परिस्थिति बाहिर हुन्छ, भावना भित्र। तर हामी त प्राय भिजिरहेका हुन्छौं। कसैको एउटा सानो टिप्पणीले दिनभरि नै मुड खराब हुन्छ, होइन? हो, सामाजिक सञ्जालको एउटा नकारात्मक कमेन्टले मन पोल्छ। भनेपछि हामी आफैले झ्याल खोलिरहेका रहेछौं। हो, हामी झ्याल खोलेर बाहिरको पानी कस्तो रहेछ भनेर हेर्न जान्छौं अनि भिजेपछि पानीलाई दोष दिन्छौं। हामी बाहिरको परिस्थितिलाई आफ्नो भित्री अवस्था बनाइदिन्छौं। हाम्रो नियन्त्रण पानी रोक्नुमा छैन, तर आफ्नो झ्याल बन्द राख्नुमा छ। यो त गहिरो कुरा हो, तर त्यो झ्याल बन्द गर्ने शक्ति के हो? हामीलाई थाहै नपाई त्यो झ्याल खोलिदिन्छ। बाहिरको तनाव, चिन्ता भित्र पसिहाल्छ। यसलाई रोक्ने कुनै संयन्त्र छ हाम्रो भित्र? छ, र स्रोतले त्यसलाई एउटा रोचक नाम दिएको छ, फिल गुड मिडिएटर। फिल गुड मिडिएटर? हो, यसलाई हामी भित्री सहजकर्ता वा शान्तिको मध्यस्थकर्ता भन्न सक्छौं। यो बाहिरी परिस्थिति र हाम्रो भित्री भावनाको बीचमा उभिएको एउटा फिल्टर जस्तै हो। भित्री सहजकर्ता? यसले काम कसरी गर्छ त? यो हाम्रो सचेत छनौट हो। त्यो एक क्षणको ठहराव हो। एक क्षणको ठहराव हो। जब कुनै नराम्रो परिस्थिति आउँछ, तब तत्काल प्रतिक्रिया दिनुको सट्टा 1 सेकेन्ड रोकिनु नै त्यो मध्यस्थकर्तालाई सक्रिय गर्नु हो। त्यो 1 सेकेन्डको मौनताले हामीलाई झ्याल खोल्नु अघि सोच्ने मौका दिन्छ। यसको सन्देश स्पष्ट छ, रोक, बाहिरको पानी बाहिरै छ, भित्र सबै ठिक छ जबसम्म तिमीले यसलाई भित्र आउन दिँदैनौ। भनेपछि त्यो मध्यस्थकर्ताले नै पण्डितलाई चुप लगाउने रहेछ र चौकीदारलाई आफ्नो काम गर्न दिने। एकदम। मलाई स्रोतको अर्को एउटा लाइनले पनि छोयो, नराम्रो महसुस गर्न छोड्नुहोस्, राम्रो भावना आफै फर्किन्छ। हो, यो निकै शक्तिशाली छ। यसको मतलब हामीले खुशी खोज्न दौडिनु पर्दैन, केवल दुःख र चिन्ताको भारी बिसाए पुग्छ। बिल्कुल। यो यस्तो हो कि तपाईँले एउटा गह्रौँ ढुङ्गा समातिरहनु भएको छ र हात दुखिरहेको छ। आराम पाउन केही गर्नु पर्दैन, केवल ढुङ्गा छोडिदिए पुग्छ। हातको प्राकृतिक अवस्था त आराम नै हो। हो, त्यसै गरी हाम्रो मनको प्राकृतिक अवस्था फिल गुड हो। हामीले केवल नकारात्मकताको भारी छोडिदिनुपर्छ। ठिक छ, सिद्धान्त त बुझियो, तर यो भित्री शक्ति, यो मध्यस्थकर्तालाई बलियो कसरी बनाउने? धेरैजसो समय त हाम्रो भावना बाहिरी कुरामा नै निर्भर हुन्छ नि। हुन्छ। प्रशंसा पाए खुसी हुने, आलोचना पाए दुखी हुने। हो, यो भित्री पहिचान कसरी बनाउने त? यो अभ्यासको कुरा हो, र यसलाई अझ प्रष्ट पार्न स्रोतले अर्को एउटा शक्तिशाली उदाहरण दिएको छ। ल भन्नुहोस् न। मानिलिनुहोस् तपाईँ करोडपति हुनुहुन्छ। तपाईँलाई आफ्नो ब्याङ्क ब्यालेन्स थाहा छ, तपाईँ ढुक्क हुनुहुन्छ। अब तपाईँ गरिब मानिसहरूको भिडमा जानुभयो भने के तपाईँलाई गरिब महसुस हुन्छ? हुँदैन।
किनभने बाहिर जे भए पनि मेरो भित्री वास्तविकता मलाई थाहा छ। मेरो पहिचान धनी छ। ठ्याक्कै यही कुरा हाम्रो भावनात्मक अवस्थामा पनि लागू हुन्छ। यदि हाम्रो मूल पहिचान म शान्त छु, म खुशी छु भन्ने छ भने बाहिरी उथलपुथलले हामीलाई सजिलै भावनात्मक रूपमा गरिब महसुस गराउन सक्दैन। कसैले नराम्रो भन्यो भने पनि हो, हामीलाई थाहा हुन्छ कि त्यो उनीहरूको विचार हो, हाम्रो वास्तविकता होइन। हामी भावनात्मक रूपमा धनी छौं। वाह, भनेपछि यो भित्री धनी पहिचान बनाउने तरिका के हो त? के यो केवल म खुसी छु भनेर आफैलाई बारम्बार भन्नु मात्र हो? त्यो मात्रै त होइन। यो आफ्नो फिल गुड अवस्थालाई आफ्नो पूर्व निर्धारित सेटिङको रूपमा बारम्बार याद दिलाउने कुरा हो। कसरी? ध्यान वा सचेतना मार्फत? आफ्नो भित्री शान्तिसँग बारम्बार जोडिने अभ्यास हो। जब हामीलाई थाहा हुन्छ कि हाम्रो खुशीको स्रोत भित्र छ, तब बाहिरी संसारका घटनाहरू केवल घटनाहरू रहन्छन्। उनीहरूले हाम्रो पहिचान निर्धारण गर्न सक्दैनन्। त्यो करोडपतिलाई जस्तै, जसलाई आफ्नो ब्याङ्क ब्यालेन्स थाहा छ, उसलाई बाहिरी गरिबीले छुँदैन। आजको छलफलले त धेरै कुराहरूलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकायो। सारममा भन्नुपर्दा राम्रो महसुस गर्नु हाम्रो प्राकृतिक अवस्था रहेछ, कुनै उपलब्धि होइन। हो, हाम्रो दिमागको त्यो कहिले चुप नलाग्ने पण्डित नै हाम्रो खुशीको सबैभन्दा ठूलो बाधा रहेछ। हो, त्यो अत्याधिक सोच्ने बानी। परिस्थिति बाहिर हुन्छ, भावना भित्र। र सबैभन्दा महत्त्वपूर्ण कुरा, जो भित्रबाट भावनात्मक रूपमा धनी छ, उसलाई बाहिरी संसारको गरिबीले हल्लाउन सक्दैन। हो, स्रोतले हामीलाई मनलाई सरल बनाउन र हाम्रो भित्री मध्यस्थकर्तालाई सक्रिय गर्न आग्रह गर्दछ। यो भनेको दिमागको पण्डितको हल्लालाई कम गरेर मनको चौकीदारको शान्त कर्ममा ध्यान दिनु हो। अब सोच्नुपर्ने कुरा यो हो, आज हामीले कुन सानो बाहिरी पानीलाई भित्र पस्न दिइरहेका छौं? त्यो सानो आलोचना, त्यो सानो चिन्ता, त्यो सानो डर। साँच्चै यो प्रश्न मनन योग्य छ। र यदि हामीले सचेत रूपमा त्यो झ्याल बन्द गर्यौं र भित्र सबै ठिक छ भन्ने विश्वास गर्यौं भने कस्तो महसुस होला? सायद हामीले आफ्नो त्यो फ्याक्ट्री सेटिङ फेला पार्न सक्छौं। अन्तमा स्रोतको अन्तिम सन्देश, मनलाई सरल बनाउनुहोस्, विचारहरूलाई शान्त गर्नुहोस् र तपाईको भित्री ब्रह्माण्ड कसरी फुल्छ आफै हेर्नुहोस्।